गुड मर्निङ अनि नमस्कार सबैमा अनि स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। अनि सन्चै हुनुहुन्छ होला भने आज चाहिँ म पनि एकदम आरामै छु भन्नुहुन्छ। आजको दिन चाहिँ मैले यसरी घर लिपिसकेँ अनि फुल उन्दैछु अनि चटाका परेर मिलाइदिन सक्छु। अनि साथीहरू अस्ति यो तिहारको बेला चाहिँ फुलेको फुल चाहिँ अनि कस्तो बिजोग भइरहेको थियो, अहिले चाहिँ राम्रो फुलेको छ, त्यही भएर काम लाग्यो। अनि मैले चाहिँ यसरी यति माला उनिसकेँ, हेर्न सक्नुहुन्छ। अनि साथीहरू म चाहिँ पहिला चाहिँ आफ्नो कोठाको पूजा गर्ने ठाउँमा चाहिँ यसरी पूजा गर्दैछु। अनि मात्र बाहिर तुलसाको मठमा जानुपर्ने हुन्छ। म चाहिँ पहिला यहाँभित्रको आफूले पूजा गर्ने कोठाभित्र पूजा गर्छु अनि मात्रै तुलसाको मठमा चाहिँ गएर पूजा गर्छु। अनि अब चाहिँ हामी तुलसाको मठमा आइसक्यो अनि पूजाको तयारी हुँदैछ यहाँ। अनि साथमा चाहिँ बुढो हुनुहुन्छ अनि बुढोले यताउति गर्न मद्दत गर्दै हुनुहुन्छ। अनि हामी यसरी तुलसाको मठमा फुल लाउँदैछौँ। हामीले विधिपूर्वक पूजा गर्न नजाने पनि जति पनि जानेका थियौँ, जति पनि बुझेका थियौँ त्यति चाहिँ हामीले गर्नेछौँ। अनि साथीहरू अब व्रतको बेला डुल्नु पनि भएन त अनि सुत्न पनि भएन, निदाउनु भएन, त्यही भएर म चाहिँ आज घरमै बसेर दिन बिताउने छु। अनि आज चाहिँ मैले घरमै बसेर दिन बिताएँ। त्यसपछि साँझ परेपछि मैले साँझ बत्ती बाल्न सुरु गरेँ। यसरी मैले चाहिँ साँझ बत्ती बाल्दैछु। साथीहरू मेरो चाहिँ बिहानदेखिको बेलुकासम्म चाहिँ यस्तै बसेर दिन बित्यो। यत्तिकै बस्दा दिन बित्यो। मेरो साँझ बत्तीको सम्पन्न सँगसँगै हजुरहरूलाई शुभ सपनी भन्दै म पनि बिदा हुन चाहे। गुड नाइट, धन्यवाद।